2065 साल जेठ 15 गते नेपालबाट औपचारिक रूपमा राजतन्त्रको अन्त्य भएको थियो। पछिल्लो केही वर्ष यता राजतन्त्रको मुद्दा थप बलियो हुँदै गएको देखिन्छ। राजाऊ देश बचाउका नाराहरू ठाउँ ठाउँमा लागिरहेका छन्। हिजो फागुन 25 गते राजतन्त्रको पक्षमा ठूलो संख्यामा शक्ति प्रदर्शन भएको छ, जसले ठूला राजनीतिक दलहरूमा एक प्रकारको सन्तास पैदा भएको छ। राजा ज्ञानेन्द्रको पछिल्लो अभिव्यक्तिले 12 भाइ प्लस मिडियाहरू राजाका विरुद्ध कलम चलाउन बाध्य भएका छन्। नेपालमा फेरि राजतन्त्र पुनर्बहाली हुन सक्ने तथ्यगत आधार कति छ? जनताले फेरि राजतन्त्र पुनर्बहालीको माग किन गरिरहेका छन्? राजा ज्ञानेन्द्रको छायाबाट किन त्रसित हुन्छन् यहाँका राजनीतिक दलहरू? राजाको पछिल्लो वक्तव्यको राजनीतिक सन्देश र अर्थ के हो? यी विषयहरूको आज म सूक्ष्म र मिहिन ढङ्गबाट कुराकानी गर्दैछु। चरित्र र व्यवहारले नेपालको एकमात्र कम्युनिस्ट नेता, परिपक्व वरिष्ठ राजनीतिज्ञ, नेपाल र विश्व भू राजनीतिको विषयमा गहिरो अध्ययन राख्ने व्यक्तित्व, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्सेसँग। सर, स्वागत छ हजुरलाई। धन्यवाद। नेपालमा अहिले एकपटक फेरि राजाको सक्रियता र राजा चाहियो भनेर त्यस्ता कार्यक्रमहरू भइरहेका छन्। राजा ज्ञानेन्द्रलाई पोखराबाट काठमाडौँमा भव्यताका साथ स्वागत गरियो ठूलो संख्यामा। राजा ज्ञानेन्द्रको जुन प्रकारको सक्रियता र यो वक्तव्यलाई चाहिँ प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, गृहमन्त्रीले बडो तीतो शब्दमा बाहिर अभिव्यक्ति दिइरहेका छन्। तीतो शब्दमा ज्ञानेन्द्रले अथवा सामन्तीले टाउको उठाउने प्रयास गरे जनताको बलबाट सबै समाप्त हुनेछन्, यो प्रकारको प्रतिक्रिया आइराखेको छ। जुन प्रकारको नेपालको राजनीतिक माहौल अहिले तातिएको छ, देशमा फेरि एकपटक राजा हो देश बचाऊ भन्ने नारा लागेको छ। राजनीतिक दृष्टिकोणले यसको अर्थ र सङ्केत के हो, के देख्नुहुन्छ यहाँले? सबभन्दा पहिले त राजा भन्न नहुने, पूर्व राजा भन्नुपर्ने थियो। अब प्रधानमन्त्रीहरू आफै राजा राजा भनेपछि त्यसलाई रेकग्नाइजेसन गरे जस्तो हुन्छ हैन। अर्को महत्त्वपूर्ण कुरा, राजा नरहँदैमा सामन्तवादको निर्मूल हुँदैन। राजा नरहँदैमा सामन्तवादको उन्मूलन हुँदैन। अब जस्तो कि धेरै ठुल्ठुला जग्गा धनीहरू तिनीहरू त अहिले पनि बाँकी छ। तिनीहरूको सबै जग्गा राष्ट्रियकरण भइसकेका छैन। त्यसैले ऋण मोचन भएको छैन सबैको। किसानहरूले मुयानी हक पाएका छैनन्। यी सबै हेर्दाखेरि अहिलेसम्म सामन्तवाद कायम छ। सामन्तवाद भएसम्म राजालाई फाइदा हुन्छ। राजा ज्ञानेन्द्रको जुन प्रकारको अहिले चर्चा र त्यसमा नेपालका राजनीतिक दलहरू अथवा शीर्षस्थ नेताहरू भनौँ न, उहाँहरूको भनाइअनुसार त राजाको अन्त्य भइसकेको छ। राजाको पक्षमा जनमत पनि छैन र फर्किने कुनै गणितीय सम्भावना अथवा कुनै पनि सम्भावना छैन भन्छन्। तर राजा ज्ञानेन्द्रले वक्तव्यहरू दिँदा, उहाँ सक्रिय हुँदा एक प्रकारको त्रासको मनोभाव देखिन्छ नि। दलहरूमा, नेताहरूमा यो प्रकारको त्रासको भाव किन आउँछ? अब सधैँ काठमाडौँ बस्ने, सबैको घर काठमाडौँ, सबै सरकारमा जाने नेताहरूको जनतासँग धेरै टाढा भएको हुनाले जनताको वास्तविक भावना उहाँहरू थाहा पाउनुहुन्न। त्यसरी डर लाग्यो। त्यसकारण जब जब उहाँहरूलाई काठमाडौँ छोडेर जिल्ला जिल्लामा गएर त्यहाँको खास जनतासँग उहाँहरू काम गर्नुहुन्छ, यो डर चाहिँ मेटेर जान्छ। त्यो डर कायम छ उहाँहरूलाई खास। अब जनतालाई छोडेर काठमाडौँ आएर बसेपछि त स्वाभाविक रूपले जनताको मनोभावनाबाट उहाँहरू अलिक टाढा हुन्छ। कार्यकर्ताले जे भन्छ त्यति मात्रै बुझ्नुहुन्छ उहाँहरू। त्यसो भए जिल्ला जिल्लाबाट जिल्ला छोडेर यहीँ आउने भए जिल्ला जिल्लामा नागरिकता पनि यहीँ गुमाउने हो। त्यसकारण उहाँले जे अहिले काम गर्नुभएको छ केन्द्रीय नेताहरू
जनताबाट अलगिने सम्भावना भएको हुनाले डर लाग्यो। अलिकति तथ्यमा टेकेर कुराकानी गरौँ। यो माहौल अहिले जुन प्रकारको छ, अब राजा चाहने शक्तिहरूको दाबी चाहिँ के छ भने पहिलो कुरो त राजालाई असंवैधानिक तवरबाट हटाइएको छ। राजा ज्ञानेन्द्रसँग भएको जुन 5 बुँदे सहमति छ भन्छन् उनीहरू, दाबी गर्छन्, त्यो चाहिँ समय आएपछि त्यो 5 बुँदेको कुरा पनि बाहिर आउँछ। तपाईलाई के लाग्छ जति बेला 2063 मङ्सिर 7 गते दिल्ली सम्झौता भयो, राजालाई असंवैधानिक रूपबाटै हटाइएको थियो, त्यो 5 बुँदेको कुरो के थियो वास्तवमा? त्यो हामीलाई थाहा छैन। त्यो उनीहरूको भित्र के हो, कुन देशले घचघच्याएको हो त्यो सबैको निम्ति भन्ने कुरा त कहिले पनि पार्लियामेन्टमा पनि आएन। त्यसबेला हामी वामपन्थीहरू र नेपाली कांग्रेसको एउटा संयुक्त छलफल हुन्थ्यो, त्यो पनि छैन। त्यसैले त्यसको जिम्मेवारी हामी लिँदैनौँ। के हो त अहिलेको माहौल के हो? अब कुनै पनि व्यक्तिले आफ्नो गतिविधि गर्न सक्छन्, जसले सक्छ त्यसले लिने हो। कोही चुनावमा आउँछन्, कोही फेरि सत्तामा आउन खोज्छन् र सत्ताबाट फालेका कुनै पनि शक्ति एकैबाजी मर्दैन भन्ने चलन छ। सर्प मरे पनि पुच्छर हल्लिरहन्छ, साथसाथै माछा मरे पनि उसले आँखा खोलिरहन्छ भन्छ नि। त्यसकारण संसारका जहाँ पनि सत्ताबाट हटेका मानिसहरू शक्ति चुपलाएर बस्दैन। यहाँ मात्रै होइन, कहिलेकाहीँ भ्रम पनि हुन्छ, राम्रोसँग काम गरेन भने पार्टीहरूमा जनतामा फेरि फुट पनि ल्याउँछ। जुलियस सिजरको कुरा तपाईँले सुन्नुभएको छ। जुलियस सिजरले देशलाई मुक्त गरायो, तर त्यसका विरोधीहरू जो सत्तामा थिए तिनीहरू चुप ल्याएर बसेनन्। जुलियस सिजरका उसका मुख्य मान्छेहरू ब्रुटस भने यिनीहरू सबैलाई प्रति यो सत्ताबाट फालिएका मानिसहरूले उल्काउँदै थिए। सिजर त अब राजा बन्न खोजेछ, सारा सम्पत्ति उसको नाउँमा हुँदैछ भनेर भड्काए। एक दिन वो मिटिङमा जाने भयो, उनीहरूको जनसभा भनेको रङ्गशालाहरूमा हुने गर्थ्यो। उनको जहाँले भने सिजरलाई मैले आज एकदम नराम्रो सपना छ, तपाईँ नजानुहोस् भन्यो। उसको दरबारीले भन्यो, मलाई चाहिँ आउँदाखेरि स्यालले बाटो काट्यो भनेछ। म यस्तो अन्धविश्वासमा विश्वास गर्दिनँ भने। तर उनी गए। त्यहाँ जाँदा त्यो रङ्गशालामा जाँदा सबैले जुलियस सिजर अमर होस् भनेर सबैले नारा लगाए। तर ब्रिटिसहरू आएर जब नजदिकमा गएपछि उसलाई छुरा हानेर मारिदियो। उनीहरूले उठेर बोल्यो, यो सिजर त राजा बन्न खोज्यो, यसले देशको सबै सम्पत्ति आफ्नो नाउँमा राख्यो भनेपछि फेरि ब्रिटिसलाई जिन्दाबाज भनिदियो। अनि त्यहाँ भने उनीहरूको एकजना विद्वान मान्छेलाई समातेर ल्याए तिनीहरूले। उसले भन्यो त्यसबेला सिजरहरू अन्त ठाउँमा त्यो विद्रोह उठ्ला भनेर सामसुम गर्न गइरहेको बेलामा उसले भनिदियो, हाम्रो परम्परा अनुसार जो मान्छे मरेको हो त्यो मरेको बेलामा उसलाई उसको खोइरो खन्नुहुन्न। मलाई जहाँसम्म लाग्छ ब्रिटिसहरू पनि राम्रा हुन्, तर सिजरलाई मैले यही हातले 3 चोटिसम्म राजाको पक्री लगाउन खोजेको उनले मानेनन्। बायाँ हातले त्यसले छेकिदियो, भन्दैन। अर्को महत्त्वपूर्ण कुरा के हो भने उसले सारा देशको सम्पत्ति आफ्नो नाउँमा राख्न लाग्यो भनेको कुरा पनि मसो उसको वसियतनामा छ, विल छ। त्यसमा उसले आफ्नो सम्पत्ति पनि देशलाई दिएको छ भनेपछि फेरि जनताले जुलियस सिजर जिन्दाबाद, ब्रिटिस मुन्डाबाद भन्यो। हाम्रो जनता पनि त्यस्तै। हिजो आन्दोलनको बेलामा उनीहरू राजा खत्तम भएपछि हुन्छ भन्ने, अहिले उसको पछि लाग्ने। किन त्यसो लाग्छ नि त? केही टुक्रा खाने इच्छाले गर्छन्। तर उहाँहरूको दाबी अनुसार चाहिँ र कांग्रेस एमाले भित्रकै अथवा माओवादीका केही नेताहरूले कुराकानी गर्छन्, राजा हटाउने कुरो थिएन त्यहाँनिर, निरङ्कुश राज संस्थाको चाहिँ अन्त्य भन्ने कुरा थियो, तर संवैधानिक राज संस्था हटाउने कुरो थिएन वास्तवमा भन्छन् उनीहरू। त्यसो भने तापनि राजालाई त राजाले अब हत्याइ भयो उसको राजाको। त्यसमा त जनता भन्नु कि विदेशी शक्तिको हात छ,
यो देशमा विदेशी शक्तिले इसारा नगरिने केही नहुने। त्यसकारण अहिलेको राजालाई विदेशी शक्तिले पनि सक्रियता बढाइदिएको हो कि भने डर हो। त्यो राजाको डर भन्दा राजाको के को डर? उसको हातमा जनता छैन। राजाको हातमा जनता छैन अहिले? छैन। आउरे बाउरेहरू जसको हातमा पनि हुन्छ नि अहिले। अनि त्यो राजा हो देश बचाऊ अथवा राजा ज्ञानेन्द्रलाई जुन प्रकारको स्वागत सत्कार गरियो, र्याली गरेर चाहिँ निर्मल निवाससम्म लग्यो, उहाँहरू चाहिँ को हो त? अनि उनका आफ्ना आउरे बारेहरू पुराना उसले जागिर दिएका मान्छेहरू त्यतिकै हुन्छन् त त्यसमा। त्यो कति हजार छ अहिले? हरेक जिल्लामा 2-4 हजार त हुन्छन्। तिनीहरूले काम दिइरहेको, तिनीहरूको पहिलेको जग्गा हेर्ने, सबै सम्पत्ति हेर्ने त हुन्छन्। त्यो त कुन ठुलो कुरा हो र? तर तपाईँ एउटा ऐतिहासिक व्यक्तित्व पनि, नेपाल विश्वको चाहिँ भू राजनीतिलाई बडो गहिरो ढङ्गबाट अध्ययन गर्नुहुन्छ, त्यसको बारेमा जानकार पनि हुनुहुन्छ। नेपालमा राजाहरूलाई कसले हटाएको? विदेशी शक्तिले हटाएको हो भन्छन्। दलहरूलाई प्रयोग गर्यो, विदेशी शक्तिले हटायो भन्छन् नि त। अमेरिका र हिन्दुस्तान मिलेन भने त्यो हुँदैन। अमेरिका र हिन्दुस्तान मिलेर इन्डिया अहिले जस्तो उदाहरणको निम्ति पहिले त्रिभुवनलाई लगाएको थियो। त्रिभुवनलाई पछि त्यो दिल्लीमा सबै दरबारहरू देखाए, कुन दरबारमा तपाईँ बस्नुहुन्छ, हामी तपाईँलाई राजाको रूपमा राख्छौँ भनेर भन्यो। अब त्रिभुवनका सहयोगीहरू राम्रा थिए होला त्यस बेला। ले भने म यो ठुलो देशको राजा बन्न, म आफ्नै देशको सानो राजा बन्छु, म आफ्नै देशको राजा हुँ भन्यो। तर उनको पछाडि लगाइदियो हिन्दुस्तानका सबै सचिवहरू, हिन्दुस्तानले जे भन्छ त्यही गर्ने खालको। तिनीहरू त मन्त्रीमण्डलमा सबै तिनीहरू बस्न थाले। त्यसरी विदेशीले हाम्रो देशलाई कज्याइरहेको छ अहिले पनि। अब हाम्रो नेताहरू मन्त्रीहरू कहिले दिल्ली नगई सुखै छैन, खाएकै पच्दैन उहाँहरूलाई। त्यसै खेलाउँछ। दिल्ली र अमेरिकाको संयुक्त सहकार्यमा नेपालको राज संस्था अन्त्य गर्यो। राजाप्रति उनीहरूको असहमति कहाँनिर थियो? के कारणले राजा बाधक थिए? पहिले महेन्द्र त इन्डियासँगको धेरै टक्कर छ। भूमि सुधारको पनि विरोधी, अनि उनका गतिविधिसँग सहमत थिएनन्। हरेक कुरामा परराष्ट्र सम्बन्धमा पनि इन्डियाले थिचोमिचो गर्ने त्यस्तो चल्दै आएकै हो। त्यो मन पराउँदैन थिए। अनि यी सबै कुराहरूले यो राजा भएसम्म हामीले भने जस्तो पुरा हुँदैन भन्ने लाग्यो होला। त्यसकारण नेपाली कङ्ग्रेस र राजाको बिचमा पनि पहिले जरुर खटपट हुन्थ्यो, त त्यसै कारणले हुन्थ्यो। र राजाहरू जो आफू बसिआएको खाइपाएको विषय हो त्यो तत्कालै छोड्नु मन पराउँदैनन्। उनीहरू आफैले फकिर भएर हिँड्दैनन् तिनीहरू। त्यसकारण तिनीहरू कसैले कुनै न कुनै पक्षलाई एकचोटि हातमा लिन्छ, बयाकोलाई हटाइदिन्छ, फेरि उसले अर्को काम लगाउनु भने अर्कोले ल्याइदिन्छ, उसले हटाइदिन्छ। त्यो चलिरहन्छ। अहिले पञ्चेश्वरको कुरा छ। पञ्चायतकालमा पञ्चेश्वरलाई उनीहरूले लिन खोजेको थियो। त्यो राजा त मानेन त्यस बेला। हामीले सुनिआएको अखबारमा आएको त्यही कुरा हो। तर त्यसको अब लिन बाँकी छ। अब सरकार, अहिलेका सरकारहरूले त्यो दिएन होला, त्यसैले राजाको तर्साइदिएछ। त्यो मुसाले दुःख दिएको ठाउँमा बिरालो हाल्लाई जस्तो छ। तर अहिले त्यो राजाले केही गर्छ भन्ने कुरो साँचो होइन। तर एक प्रकारको माहौल र नेपालमा खास गरी राजनीतिक दलहरू नेपाल एउटा इन्डियाको अथवा इन्डो वेस्ट प्लस अमेरिकाको एउटा शक्तिको केन्द्र, चेसको गोटी जस्तो भएको छ। उनीहरूले जति बेला जता पनि चाल्न सक्छन्। नेपालमा राज संस्था हटाउनको लागि पनि उनीहरूको महत्त्वपूर्ण भूमिका रह्यो। अहिले परिस्थिति देशको राजनीतिमा एक प्रकारको चर्चा के छ भने जसरी इन्डिया र अमेरिका मिलेर नेपालमा राज संस्था हटायो, माहौल परिस्थिति बदलिएको छ। नेताहरू पनि आत्तिएका छन् र प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डिया भ्रमण हुन सकेका छैन। शेरबहादुर देउवा इन्डिया जाने तयारी गरिरहेका थिए, तर इन्डियाले महत्त्व दिएन, चासो दिएन।
त्यस कारणले गर्दाखेरि यदि इन्डियाले राजालाई अलि बढी महत्त्व दियो भने अथवा दियो कि भन्ने उनीहरूको शङ्का पनि रहेको छ। त्यस कारणले राजाको विरुद्ध उनीहरू लागिरहेको र कहीँ न कहीँ त्यो डर त्रास पनि छ। जुन शक्तिले हिजो राजा हटायो त्यही शक्तिले अब फेरि पुनर्स्थापित गर्न सक्छ। आफ्नो निम्ति, जनताको निम्ति होइन, देशको निम्ति होइन। तर त्यो त्रास त देखियो होइन दलहरूमा? देखियो, किनभने जनतासँग अलगियो नि। जनतासँग अलि पहिले त आन्दोलन थियो र गऱ्यो, अहिले त आन्दोलन छैन, जनता पनि चिडिएको छ, सरकारले राम्रो काम दिन सकेन। अब 80 लाख युवाहरू सबै बाहिर छन्। आफ्नो देशमा आफैले काम दिनुपर्ने युवाहरूलाई विदेशमा पठाएर फेरि हतकडी लगाएर निकाल्दैछ अमेरिकाले। अर्को कुरो एमसीमा सही गरेको छ, बुझ्दै नबुझ्दै हेर्दै नहेरिकन। त्यो अनुसार त सेना आउँछ भने थियो, अस्ति आएर देखाइदियो। गोर्खा भर्ती केन्द्र पहिलेदेखि बेलायतसँग थियो। हाम्रो युवाहरू बेलायतको मुकुट चम्काउनको निम्ति अरू अरू देशमा हाम्रो युवाहरू लगाइन्थे, लगाउँदै आएको छ तिनीहरूले। त्यसो भएको हुनाले बेलायत भयो, भारत भयो, अमेरिका भयो, यिनीहरू तिनटैको फौज त अस्ति आएर लेफ्ट राइट गरिहाल्यो नि काठमाडौँ र पाटनमा। त्यो बाजा बजाएर आए तिनीहरूले, हेर नेपाली हो हामी त यहाँ छौँ भनेर। त्यसकारण त्यो एमसीसीमा लेखेको छ, पछि अमेरिकाले बनाउने ऐन कानुन अनुसार पनि चल्नुपर्ने छ भनेछ। त्यसमा प्रधानमन्त्रीसँग हाम्रो साथीले सोधे, प्रधानमन्त्रीज्यू तपाईँले एमसीसी हेर्नुभयो हो? अरूले हेरेपछि मैले किन हेर्नुपर्छ? नहेरिकन सही गर्यो। मन्त्रीसँग सही गर्ने मन्त्रीसँग सोध्यो, मन्त्रीज्यू तपाईँले त्यो ऐन कानुनको दफा दफा हेरेको हो एमसीसीको? होइन भन्थ्यो। किन? प्रधानमन्त्रीले सही गरेर आउनु भन्नुभयो, मैले सही गरेर आएँ। कति सही र? त्यहाँको राजदूत यहाँ पनि बदनाम भएको राजदूत अमेरिकामा राजदूत पठाइदियो, उसले सही गर्यो पहिले नेपालको तर्फबाट। त्यसकारण जनतालाई न ढाँटेर, जनताले सबै कुरो नबताएर यो अहिलेको सरकारले जथाभावी गरेको हुनाले नै जनता बिच्किएका हुन् यो सरकारहरूसँग। जनता र यो पार्टी शासक दलहरूको बिचमा अलिकति खुकुलो सम्बन्ध भएको हुनाले उसले मौका पाउँछ कि भनेर पश्चिमी देशले र भारत मिलेर अहिले यो उपद्रव गर्न आउनु खोज्छ। त्यो त गर्छ। त्यसकारण जनतासँग शासनमा बस्ने मान्छेहरूले हामी शासक हौँ भन्ने होइन, हामी जनताकै प्रतिनिधि हौँ, जनताले दिएकै कुरा हामीले गर्नुपर्छ, भनेकै कुरा गर्नुपर्छ भने भावना उनीहरूमा रहनै पर्छ। उत्तरदायित्व भनेको त्यही हो, जनताप्रति उत्तरदायी हो प्रजातन्त्रमा सरकार। अन्त अरूले त गर्ने हो नि त, सत्ताबाट फालिएका। अब राणाहरू आउन बेर छैन, राजा राणाहरू अहिले पराक्रम मन्त्री नै राणा छ। त्यो पनि सम्भावना रहन्छ। राणा शाहहरू जस्तो त एउटै सामन्ती शासकहरू हो नि पुराना। के देख्नुहुन्छ त अहिलेको यो जो राजनीतिक माहौल? तपाईँ सामाजिक सञ्जालको त्यो प्रतिक्रिया पनि हेर्नुहुन्छ, दलहरूप्रति त असाध्यै असन्तुष्ट बढेर गएको छ। दलहरू गैर जिम्मेवार भएका छन्, जनताबाट चाहिने उनीहरू विच्छेद भएका छन्। त्यसले गर्दाखेरि माहौल उल्टिन्छ जस्तो लाग्दैन? त्यो त हामी आफै भन्दैछौँ। पार्लियामेन्टमा हाम्रो साथीहरू उनीहरूको विरोधमा बोल्छन्, बागमतीमा पनि बोल्छन्, यता केन्द्रमा पनि बोल्छन्, जवाफ दिँदैनन्, बोल्न दिँदैनन्। त्यसकारण त्यो जुन अपराध उनीहरूले गर्यो जनतालाई, त्यसले डराएको हो। मौकामा त अरू विरोधी त आउँछ। स्वस्थ मान्छेको शरीरमा त कुनै रोगका कीटाणुहरू हुन्छ त, हामी कमजोर भएपछि त्यो रोग त अगाडि बढ्छ। मन परि गऱ्यो भने, समयमा खाएन भने, औषधि उपचार गरेन भने रोगले त सताउँछ उसलाई। भनेपछि जुन प्रकारको त्रास देखिएको छ नेताहरूमा, र उनीहरूले दाबी पनि गर्छन्, केही नेताहरूले त मुखै पनि खोलेका छन्, ज्ञानेन्द्र फर्के हामी जेल जान्छौँ भन्छन्।
हामी त्यसरी डराउँदैनौँ। होइन हजुरहरू त डराउनुहुन्न, तर तपाईँका समकक्षीहरू त डराइराखेका छन्, बोलिराखेका छन्। जसले पाप गरेका छ उनीहरू डराउँछन् होइन भन्ने चलन छ नि। निस्वार्थी निडर हुन्छ अरे, उनीहरू स्वार्थी छन् त्यसले डराउँछन्। ज्ञानेन्द्रलाई त फर्किन दिनै हुँदैन, टाउको उठाउन दिनै हुँदैन भनिराखेका छन्। तर यो राजा उसलाई त के पनि थाहा छैन, आउरे बारले के जे भन्छ त्यही गर्ने हो, उसबाट टुक्रा टुक्रा खोज्ने हो सबै। राजा ज्ञानेन्द्रलाई केही थाहा छैन, के थाहा? जनताको पहिलेको संसारको राजाहरू तिमीले भोग हामीले केही खान पाएनौँ भनेपछि पाउरोटी र दुध पनि खान पाएन भनेर सोध्यो फ्रान्समा। ती वक्तव्यहरू प्रजातन्त्रको विषयमा उहाँले जे वक्तव्यमा भन्नुभएको छ त्यसको अर्थ त गहिरो छ। फेरि प्रजातन्त्र भनेको पार्टी खोल्ने दल खोल्ने कुरा मात्र होइन, त्यो जनतासँग जोडिएको विषय, त्यो त सामान्य विषय छैन नि। केही नबुझिकन उहाँले त्यसो गर्नुभएको होला र? त उहाँका धेरै सहयोगीहरू हुन्छन् लेख्ने। जनताको स्थिति राजालाई थाहा हुँदैन। कतै संसारमा राजाहरू कति त आफ्नो मुजा पनि लाउन जान्दैनन् अनि बन्दी बन्छ, आक्रमण आएपछि शत्रुले समातेर लैजान्छ। तर उहाँले जुन परिस्थितिमा सत्ता सम्हाल्नुभयो, जुन परिस्थितिबाट पच्युत हुनुभयो त्यसको अनुभव छ र कहीँ न कहीँ त्यसले पोलेको पनि होला। अब राष्ट्रको निमित्त सेवा गर्छु भन्ने त्यो भाव पैदा पनि भएको होला। अब फेरि राजनीतिमा फर्किने, सत्तामा फर्किने भनेको चाहिँ जनताको निमित्त सेवै गर्न, त्यो भाव पनि त हुनसक्छ। राजनीति गर्नु भनेको राजा भएर होइन, राजनीति गर्नु भनेको पार्टी खोलेर जनताको बिचमा पुग्ने हो। स्यानोक भन्ने राजा कम्बोडियाको थियो, उसले भएको सत्तालाई छोडिदियो, उसको बुवालाई चाहिँ सत्ता दियो। उसले समाजवादी समुदाय भनेर एउटा पार्टी खोल्यो, ऊ जनताको बिचमा गयो। पत्रकारले सोधे के हो यो, राजा भएको मान्छे पार्टी खोलेर अहिले आउने भन्दाखेरि हो भने। किन? राजा भएपछि के गर्नै नसकिने रहेछ। अब अञ्चल अञ्चलमा गएर जनता भेट्ने भन्दा कार्यक्रम राखिदिन्छ प्रशासनले। अब त्यहाँ गएपछि ढोकामा जय जयकार गर्छन्, सबै ढोकामा राखेको हुन्छ। तर जनता भेट्नु पर्यो भनेपछि ठुला बडा त्यहाँका सामन्तहरू धनी मान्छेहरू मात्रै भेट्न दिन्छ, गरिबहरू छँदै छैन। राजा भएपछि त्यस्तो हुने भएको हुनाले म जनतासँगै भेट्छु भनेर मैले राजगद्दी छोडेर पार्टी खोलेर म जनताको बिचमा आउँदैछु भन्छ। अब यदि यो राजालाई पनि साँच्चै जनतासँग मिल्ने इच्छा हो भनेदेखि त्यसै गर्ने हो। तर यहाँनिर अलिकति विरोधाभास जस्तो, जस्तै अहिले जनताको बिचमा जाने भन्छ, अब पार्टीले राष्ट्र चल्दैन, पार्टीको झन्डा बोक्ने होइन, देशको राष्ट्रिय झन्डा बोक्ने हो। पार्टीलाई त अब पत्याउँदैनन्, त्यस कारणले पार्टी यो हजारौँ सयौँ छोटे राजा भन्दा त एउटै ओरिजिनल राजा, वास्तविक राजा ठिक रहेछ त्यसो भनिराखेका छन् जनताले। त्यस कारणले पार्टी खोल्ने होइन। राजा चाहने शक्तिहरूको बुझाइ पनि के छ भने राजाको कुनै पार्टी हुँदैन, राजा भने राजा हो, चुनाव लड्ने हो र राजाले भनेर राजा चाहने शक्ति सङ्गठनहरूको भनाइ छ, दाबी छ। अब उनीहरूले नबुझेको मात्रै हो। उनीहरू त राजा बाहेकहरू देख्दैन, किनभने राजाकै आउरे बारे छन्, सामन्तका टुक्राखोरहरू छन् तिनीहरू। त्यो राजा भएको भएदेखि त साँच्चै राजा बलियो, राजाले सबैले माया गरेको भए राजा काटेको बेलामा कहाँ थिए तिनीहरू? आन्दोलनको बेलामा तिनीहरू कहाँ थिए? राप्रपालाई हामी भन्छौँ राजा महेन्द्रले त भूमि सुधार गरेका थिए, त्यसको समर्थन गर्न डराउँछन् तिनीहरू। साथसाथै कल कारखाना सबै विदेशसँग लिएर आएर देशमा कल कारखाना चलाइदियो। त्यो बेच्दाखेरि उनीहरूको मुखमा के थियो? ताला लगाएको थियो, दही जमिएको थियो, भन्नु पर्दैन। राजावादी पनि होइन। को हुन् त खास यिनीहरू? तिनीहरू खालि राजालाई ठग्ने हुन्, यिनीहरू पछि लाग्नेहरू। भन्नुपर्छ राजाले यो काम राम्रो गर्यो त्यसैले राजा चाहिन्छ भने राजा ल्याऊ देश बनाऊ भन्छ। राजा भएकै बेलामा देश बनाउने सबै कुरो भइदिएको भए राजा त जाँदैन, कसैले धपाएर धपिन्छ शक्तिशालीहरू। तर उनीहरूको दाबी अनुसार चाहिँ राजाको कुनै गल्ती पनि थिएन। राजा भनेको
राष्ट्रको एउटा अभिभावक हो। राजाले राष्ट्र विरुद्ध कहिले पनि गद्दार गर्दैन। नेताहरूले राष्ट्र विरुद्ध जुन प्रकारको गद्दार गरिरहेका छन्, देशका उद्योग धन्दा कल कारखानाहरू बेचे, यहाँका चाहिँ लाखौँ मानिसलाई विदेशी बाध्य बनाए। राजाले त्यसो गर्दैन, किनभने राजालाई राष्ट्रप्रतिको प्रेम हुन्छ, माया हुन्छ, तर नेतामा त्यो हुँदैन। राष्ट्र बन्नेको बारेमा जनतालाई राष्ट्र शब्दले अल्मल्याउन सकिन्न। राष्ट्र भनेको विभिन्न जात जाति भाषा भाषाहरूको एकता हो। साथसाथै त्यो भनेको अब अहिले हाम्रो देशमा पृथ्वीनारायण शाहले राज्य कब्जा गरिसकेपछि, यो काठमाडौँमा नेवारहरूको तामसालिङ यिनीहरू सबै कब्जा गरिसकेपछि उनीहरूको राज्य गयो। तर के बाँकी रह्यो भने राष्ट्र बाँकी रह्यो। यिनीहरूको भाषा, कला, संस्कृति, उनीहरूको रीतिरिवाज बाँकी रह्यो। राष्ट्र भनेको त्यो हो। अब राजाको के राष्ट्रियता? राजा रहे मात्र राष्ट्र रहन्छ भन्छन् नि त नि। अरू देशमा त राजा छैन, भारतमा त राजा छैन, अमेरिकामा राजा छैन, त्यहाँ राष्ट्र छैन। अहिले ट्रम्प भन्छ हाम्रो राष्ट्रलाई अगाडि बढाउने भन्छ, हिटलरले त्यही भनेको, मुसोलिनीले त्यही भनेको, बाँकी रह्यो छैन नि सिद्धि। तर नेपालको सन्दर्भमा अलिक फरक रह्यो। नेपालका राजनीतिक दलहरू बिक्ने भए विदेशी पैसामा, डलरमा, आफ्नै एउटा चाहिने इज्जत प्रतिष्ठा बलबुताबाट पार्टी निर्माण गरिदिएको भए उनीहरूले राष्ट्र कसरी अगाडि बढाउने त्यो एउटा चाहिँ सद्बुद्धि पनि आउँथ्यो। तर अर्काको बलमा, अर्काको लगानीमा निर्माण भएको पार्टीले राष्ट्रको हित गर्न सक्दैन, त्यसो भन्छन्। अब देशको हित हुँदैन, राष्ट्रको होइन। राष्ट्रको त छँदैछ, रीतिरिवाज सबै आफ्नो ढङ्गले चलाएकै छ। त्यो देशको सार्वभौमिकता रहँदैन। त्यसको निम्ति जसले जसले देशप्रति घात गर्छ तिनीहरू जान्छन्। आज नभए भोलि, भोलि नभए पर्सि जान्छ, यिनीहरू रहँदैन। तपाईँले एउटा शब्द प्रयोग गर्नुभयो, यदि राजा ज्ञानेन्द्रलाई देशै बनाउनु छ भने, त्यस्तो चिन्ता हो भने पार्टी खोलेर चुनाव लडेर प्रधानमन्त्री बनेर, यही भाषा त प्रधानमन्त्री पुष्पकमल केपी शर्मा ओलीले पनि प्रयोग गर्नुभएको छ, पूर्व प्रधानमन्त्रीहरूले प्रयोग गरेका छन्। चुनाव लडेर कसरी राष्ट्र बनाउने त? नेपालको चुनाव तपाईँले पनि देख्नु भएको छ। ल, अब चुनावबाट होइन भने एउटा उदाहरण तपाईँलाई दिन्छु। अमेरिकाले कम्बोडियाको राजालाई उनी उपचार गर्न फ्रान्समा भएको बेलामा उसको विमानहरू, उसका दरबारीहरू, विश्वासघातीहरू अमेरिकासँग मिलेर सत्ता कब्जा गर्यो। अनि राजालाई, राजमातालाई र महारानीलाई ज्यान सजायको घोषणा गर्यो। अनि फ्रान्सेलीहरूले भन्यो अब तपाईँहरू जान सक्नुहुन्न, त्यसैले हामीकै बस्नुहोस्, तपाईँहरूलाई हामी सबै बन्दोबस्त गर्छौँ भनेर उसको महारानीलाई खुब सम्झाएछन्। अनि महारानीले भन्यो अब कति तपाईँले दुःख गर्नुभयो धेरै, त्यही पनि जनताले मन पराएन तपाईँलाई, त्यस कारण राजनीति छोडिदियो भन्यो। राजाले त्यसो भनेन, होइन, जनताले दुःख भएको बेलामा हामीले राजनीति छोड्नुहुन्न, बरु जनताले एक ठाउँमा राखिदिएपछि, बन्दोबस्त मिलाइदिएपछि बरु हामी राजनीति नगर्ने हो भने ठिक छ, पछि छोडौँला, तर अहिले गर्नुहुन्न भनेर उनले महारानीलाई माथि कोसीमा लगेर ऊ त्यहाँ टाढाको त्यो एउटा सानो होटलमा त्यो तमाखु खाने मान्छे, त्यो भियतनामको राजा हो, यिनीहरूले त्यहाँ राष्ट्रपति राखे, त्यो राजाले फकाएर ल्याएको यहाँ। अब उनीहरूको टखटमा बस्नु पर्यो त्यो राजा, त्यो सानो एउटा होटलको मालिक बनाएर। हामीले पनि त्यही गर्छ, त्यो साम्राज्यवादीहरूको विश्वास छैन महारानी, त्यसकारण यिनीहरूको हावामा नलाग्नु भनेर उनी पछि रुसले के भन्यो भने, त्यसबेला ब्रेजनेभ थियो, तिमी राजा भएको हुनाले चीनले विश्वास गरेको हो, अब तिमी राजा छैनौ, तिमीलाई मद्दत गर्दैन भन्यो। चावललाई मेरो मित्र हो, एकचोटि हेरौँ, यदि उनीहरूले बनाइदिएन म तपाईँहरूसँगै आउँछु भनेर ऊ चीन गए, सबै बन्दोबस्त मिलाइदियो। चावललाई ल्यायो, हामीले अरू मान्छे चिनेको छैनौँ, कम्बोडियामा तपाईँ मात्रै चिनेछौँ हामीले भनेपछि अनि अध्यक्ष माओलाई के भन्नु भने त म लड्छु भने बस। अनि माओ त्से-तुङले अध्यक्षले जनताको छोराछोरीहरू भन्ने
अमेरिकाको पिट्ठुहरूसँग हात मिलाउनु भन्दा तपाईँ जस्तो राजा देशको हितमा लड्ने राजासँग म हात मिलाएको मलाई खुसी लाग्छ, मनपर्छ भन्नु है। मसँग जे छ तपाईँसँग छ भन्ने। अनि लाओस, कम्बोडिया र भियतनाम तीनटा देश फ्रेन्चहरूले कब्जा गरेको देशको सम्मेलन गर्नु थियो, सबै मद्दत गयो। भियतनामीहरू पनि सबै उनीहरू तीनटा देश मिलेर अमेरिकनहरूले बगाइदिए। अमेरिकनहरू त हेलिकप्टरमा भित्र पनि पस्न पाएन, झुन्डिएर गयो। ठुलो देश त्यसरी हराइदियो, सानो देश भनेर हुन्छ। त्यसकारण पछि उनीहरू हार्यो, राजतन्त्र फेरि ल्यायो। हजुर हजुर। अब उनी मऱ्यो, उसको छोराहरू फेरि गद्दीमा छन्। लाओसमा त्यस्तै भयो, राजा थियो त्यहाँ, राजकुमारहरू सबै अमेरिकाको विरोधमा। उसका छोराहरू राष्ट्रपति भएपछि राजाले छोडिदियो गद्दी, है, जनतासँग मिल्यो। त्यसकारण यो सामन्त र छाउडाहरूसँग लागेर कहाँ हुन्छ राजालाई? त्यो त पैसा छुट्नको निम्ति गरेको। संसारका सबै छन् त्यस्तै। अब फेरि राजा फिर्ता नहुने दुई तिनवटा कारणहरू छन् अहिले नेपालको सन्दर्भमा। त्यस्तै उदाहरण, हजुर हजुर। जस्तो कि फ्रान्समा राजा काटियो, अनि फिलिप भन्ने राजालाई ल्यायो। उसले देशको परिस्थिति यसो हेऱ्यो, म त बचाउन सक्दैन, मेरो पनि ज्यान जान्छ भनेर ऊ त भाग्यो। अफगानिस्तानको राजालाई ल्यायो, राजा फेरि तपाईँ अब गद्दीमा बस्दिनँ, यो झन्झट समाप्त, म अब सम्हाल्न सक्दैन भने। हिजो हामीले केटाकेटीको बेलाको लुगा अहिले हामीले लगाऊ भन्दाखेरि मिल्छ? मिलेन। हाम्रो हुर्किसकेका हुन्छ। तर कहीँ कहीँ त फेरि राजा फर्किएका उदाहरण पनि छन्, जस्तै बेलायतमा फर्कियो। बेलायतको बताइदियो, बेलायतमा के भएको थियो, राजा काट्यो, त्यहाँ पनि त्यो तल्लो वर्ग उठ्यो। अब सबै सम्पत्ति सबै विभाजन गर्नुपर्छ। खेत मात्रै होइन कि, जसरी हावा पानी यो जमिन सबैको प्रकृतिको सबैको हो, त्यसकारण यो सम्पत्ति धनीहरूको सम्पत्ति पनि सबै गरिबहरूलाई बाँड्नुपर्छ भने ल बा यो राजा नभएपछि कहिलेकाहीँ खराब हुने रहेछ, सबै मिल्यो भनेर पुँजीपति वर्ग र राजाहरूको बिचको लडाइँ थियो। त्यो जनताले राजाको विरोध गरेपछि गएको राजा। अब तिनीहरू मिलेर फेरि जनतालाई दबायो, अनि एउटा राजा त चाहिने रहेछ जनतालाई धोका दिन भनेर लिएर आयो। राजाले के भन्यो, तिमीले जे भन्छौ म त्यही गर्छु भने। त्यसो भए हामीले तिमीलाई फाँसी दिए पनि तिमी तयार छौ? तयार भनेर सही गरेको छ उसले। पार्लियामेन्टले जे भन्छ म त्यो गर्छु भनेर। त्यो राजा हो कि त्यो कठपुतली हो कि थाहा छैन कि। त्यस्तो राजा बेलायतको, उसको त के महत्त्व पनि छैन। त्यसकारण त्यहाँ भनाइ छ, हाम्रो शक्ति सम्पन्न राजा यहाँ हुन्छ, उसको मन्त्रीले उसलाई गोली हानेपछि मुद्दा पनि चल्दैन भने। मन्त्रीले गोली हान्छ भनेको के हो भने त्यो त पार्लियामेन्टको बहुमत छ, त्यसैले हानिदियो, खतम। त्यस्तो राजा के त्यस्तो राजा हुन चाहन्छ उनी? जापानको राजा लडाइँमा हार्यो अमेरिकासँग, नत्र उसलाई जान सजाय दिने थियो। अनि सारा त्यहाँको सेना पनि अनि जनता पनि राजाप्रति भक्ति राखेको। हाम्रो राजा त्यस्तो होइन, उसले विश्वयुद्धको निम्ति उसले घोषणा गरेको होइन, प्रधानमन्त्री हो भनेपछि प्रधानमन्त्रीलाई उसको त्यति कुरो मिलेपछि उसको सेना हटाइदियो। अमेरिकन सेना गएर त्यो प्रधानमन्त्रीलाई उसको बैठकमा उसको जानले भनेको, मलाई त डर लाग्यो भाग्नुपर्छ कि भनेर कहाँ भाग्छ, ठुलो मान्छे भएपछि गोली खायो आफ्नै उसमा। अनि राजालाई अमेरिकाले बनाएको संविधान अनुसार अबदेखि तिम्रो देशमा यो संविधान अनुसार काम गर्नु, शासन गर्नु भन्यो, जो अहिले पनि लागु छ। त्यसकारण यहाँ संवैधानिक राजतन्त्र राख्न खोज्दाखेरि त्यो पहिलेको 48 सालको संविधान, त्यस बेला त अध्यक्ष त प्रधान न्यायाधीश हुनुहुन्थ्यो है। अनि त्यो कुरो दाजुभाइसँग दरबारमा सबै दिनका दिन भन्नुपर्ने। बेलायतमा पनि यस्तो छ सरकार, जापानमा के म लडाइँबाट हारेको राजा हुँ भनेर कुरो मिलेन। अनि फेरि जुलुस भयो, अनेक भयो, भएको त्यो हो के। त्यसकारण अहिले सरकारमा बस्ने, जो सरकारमा जान्छ इमान्दारीपूर्वक जनताको काम गरेपछि डराउँदैन। अब त्यसको के फाइदा छ नि त? दर्शाउनलाई फाइदा छ।
त्यो बुख्याजा भन्छ नि बुख्याजा भनेको खेतमा राखेको भूत तर त्यसले काम नगर्ने वास्तविक रूपमा खोइ के काम गर्छ राजाले राम्रो काम गर्ने भए राजै जान्दैन कहाँ जान्छ राम्रो राजा त जाँदैन षड्यन्त्र जालपूर्वक झेलपूर्वक हटाइएको होइन षड्यन्त्र त हामी माथि गऱ्यो नि राज्यले त्यस बेला हामीलाई फाँसी दियो भने हामीले के गरेका छौँ किन फाँसी दिने हामीलाई हामी त अझै बिरामी मान्छे ल कानुन अनुसार एउटा मान्छेले मार्यो रे कसैले त्यो जसले मार्यो जुन ग्रुपले मार्यो तिनीहरूलाई मात्रै मुद्दा चल्छ तर यस्तो पनि भयो होला नि त जस्तै तपाईँहरू त राष्ट्र निर्माणको लागि जुन प्रकारको भूमिका तपाईँको पार्टीले खेलेको छ तर नेपालमा ठुला राजनीतिक दलहरूले त्यो प्रकारको भूमिका खेलेको देखिएन विदेशी शक्तिहरूको झोला बोकेर भरिया भएर नेपालमा अहिले जुन प्रकारको वितण्डा मचाइराखेको छ त्यस हिसाबले राजाले फाँसी दिनु त ठिकै हो भनिराखेको छ नि जनताले दिनुपर्छ भनिराखेको छ उनीहरूलाई अब अरू पनि भन्छ नि बेलायतको राजा काटेको थियो फ्रान्सको राजालाई ग्यालेटनमा काटिएको थियो रुसको राजाले पनि काटेको थियो अरू देशमा पनि धेरैमा त्यस्तो भएको छ मुख्य कुरो जनतालाई सेवा गर्ने हो जनताको सेवा गर्नको निमित्त राजा ज्ञानेन्द्र फर्किँदैछन् उनीहरूको समर्थकहरूको दाबी छ होइन राजा गद्दीमा बसेर मात्रै सेवा हुन्छ कि बाहिर बसेर पनि हामी जनताको सेवा गर्दैछौँ नि हामी सरकारमा छैनौँ उसले पनि त्यसो गर्न सक्थ्यो अर्को कुरा म भन्छु यहाँको 79 रोपनीको जग्गा भक्तपुर जनताको 18 और 60 रुपियाँमा लिएको थियो एक रोपनी जग्गाको अहिले करोडौँ करोड जान्छ है त्यो हाम्रो युनिभर्सिटीको विश्वविद्यालय बनाउनुको निम्ति दिनुपर्छ भन्दाखेरि आधा गर्ने भन्छ के भन्छ अब सर्पले त्यो भ्याउटोलाई खाइरहेछ सपाउँदैछ किरा आउँदाखेरि त्यो भ्याउटो फेरि किरा खाँदैछ यसको अलिकति तथ्यमा कुराकानी गरौँ जस्तै अब तपाईँहरूको पार्टी कम्युनिस्ट नेपालका मुख्य कम्युनिस्ट नेताहरू सिनियर नेताहरू उनीहरूले पनि जस्तै राधाकृष्ण मैनाली सीपी मैनाली माओवादीभित्रका पनि पुराना चाहिँ कम्युनिस्ट धारका मानिसहरू राजा नेपालमा चाहिने नै रहेछ राजाको कुरा गर्न थालेका छन् नि अहिले कम्युनिस्टै भएन सीपी मैनालीहरू कम्युनिस्ट होइन कसरी होइन कम्युनिस्ट आन्दोलनको मुख्य धरोहर सीपी मैनाली राधाकृष्ण मैनाली तिनीहरू कम्युनिस्टै भएन उदाहरणको निम्ति कम्युनिस्ट भनेको उत्पादनका सबै साधनहरू सामाजिकरण गर्ने है उनीहरू 2-3 चोटि सरकारमा गए जमिन जोत्नेको गर्ने कम्युनिस्टको काम व्यक्तित्व विकासमा समान अवसर दिने सबैलाई पढाउने लेखाउने काम दिने योग्यता अनुसारको काम अनुसारको ज्याला दिने गर्यो आफू सरकारमा गएपछि गर्यो के गर्यो गरेन अहिलेको सरकार पनि कम्युनिस्टहरू होइन यो ओली पनि कम्युनिस्ट होइन एउटै ड्याङका मुला हुने यिनीहरू एउटै ठाउँका हुन् ओलीहरू एमाले माओवादी कम्युनिस्ट होइनन् यिनीहरू अब यो त कस्ता मान्छेहरू हुन् भने यिनीहरू गर्मीयाममा तराईमा मच्छरको दबाई भनेर बेच्न ल्याउँछन् के मच्छरको दबाई मच्छर त्यो नाक साग देखाउँछ दबदब बजाउँछ सबै जनताले जम्मा गर्छ हेर यो लामखुट्टेले टोकेपछि यो लाग्छ यो रोग लाग्छ भनेर खुबसित गराउँछ त्यसकारण हामीसँग एउटा उपाय छ त्यो औषधि हो एउटा पूर्जा छ त्यो तिमीहरू लानु 1-1 रुपियाँ तर यो अहिले नखोल्नु खोलेपछि यसको हावा बाहिर जान्छ त्यसो गरेपछि हामी जिम्मेवार रहँदैन भनेर भन्छ अब जनताले होला त भने 1-1 रुपियाँ लिन्छ त्यो सुत्ने बेलामा खोलेर सुत्नु लौ त भनेर लग्यो त्यसमा लेखेको रहेछ झुल हालेर सुत्नु भनेर अब अदालत गए पनि मुद्दा लाग्दैन त्यो कसरी भने अब कसैले यो त ठग्यो हामीलाई भनेर अदालतमा आउँछ श्रीमान यो मान्छेले हामीलाई ठग्यो भनेपछि उसको वकिलले के बोल्छ श्रीमान मेरो मान्छेले छुट बोलेको ठगेको होइन किनभने साँच्चै झुल राखेर सुतेको भए कसरी टोक्छ त्यहाँ त लेखेको छ ठिकै भन्छ यस्तै ठगहरू हो नि यो
त्यसले गर्दा तपाईहरुलाई चाहिँ अथवा सच्चा कम्युनिस्टहरुलाई चाहिँ ठुलो असर गर्यो। कम्युनिस्ट भनेको यस्तै हुँदो रहेछन्, ठगहरु हुँदो रहेछन्, सबैलाई बदनाम गर्यो यिनीहरूले होइन। कम्युनिस्ट कांग्रेस अब कोही पनि नेपालमा राख्ने स्थिति छैन, जनताले त्यसो भन्न थाले। किनभने कांग्रेस कम्युनिस्टको नाममा देश लुट्ने जो हिजो चप्पल पड्काएर आएका थिए, आज चाहिने करोडौंको अरबौंको चाहिने भवन यस्तो हुँदो रहेछन् भन्न थाले। एकछिन त हेर्नु, अखबार हेर्ने हुन्न, खालि ठगी गरेको, बेमानी गरेको, भ्रष्टाचार गरेको, नातागोता पोसेको बाहेक छँदै छैन। राम्रो समाचार बिहान त समाचारै हेर्नुहुन्न, सुरुदेखि नराम्रो कुरा धेरै। त्यसकारण यिनीहरूको बाटो, यिनीहरूले बाटो बिराएको हुनाले अरू चलाख मान्छेले राजालाई अगाडि सार्न खोजेको। चलाख मान्छेले राजालाई अगाडि सार्न खोजेको, राजा आफै सरेको होइन। राजा आफै सरेको भए यो आउरे बाउरे आउँदै आउँदैन। राजालाई पनि त अब उहाँले जुन प्रकारको एउटा चाहिँ राजनीतिक उहाँको जीवनमा उतार चढाव भयो, उहाँकै वरिपरिका मानिसले जसरी उहाँलाई धोका दिए, उहाँले पनि बुझ्नु भएको होला नेपालको राजनीति, विश्वको भू राजनीति, अहिलेको परिस्थितिमा म यदि एउटा राज संस्था अथवा राजा अभिभावक बनेर फर्के, संवैधानिक राजा बनेर फर्के भने त्यो स्थितिमा मैले काम गर्न सक्छु कि सक्दिनँ, मेरो अधिकार भूमिकाका कुराहरू के होलान्, पक्कै पनि सोच्नु भएको होला, मनन गर्नु भएको होला। उहाँहरूकै पार्टीको एकजना अध्यक्ष छ यहाँ, तपाईहरुको जुलुसमा धेरै मान्छे छ भन्छ, सब भात खान आएको भन्छ उहाँको पार्टीको अध्यक्षले। भयो अब त्यो मान्छे हिजो मलाई चिनाइदियो, राजा ल्याउँछौ भनिरहनु भएको छ त नि उहाँहरू। अनि हाम्रो साथीहरूले होइन तपाईहरुको त धेरै मान्छे छ, साँच्चै सब भात खान आएको भन्छ। त्यो बाहिर त त्यो प्रकारको माहौल छ। फेरि कहिलेकाहीँ नपत्याउने खोलाले बगाउँछ भने जस्तो आउन पनि सक्छ है फेरि। त्यसो त अब 12 वर्षपछि खोला बगिन्छ नि, तर चल्दैन। त जनता बिना केही हुँदैन, जनताले राम्रो काम गर्यो त। र एउटा अर्को राजाको उदाहरण दिन्छु। जापानिजहरूले के गर्यो भने चीनको राजालाई राख्यो, चीनलाई जित्ने अनि उसको राजा बनाएर अनि शासन जापानीले चलाउने। तर हार्यो, जापानिज हारेपछि भागेछ, राजालाई छोडेर भाग्यो। अनि राजालाई कम्युनिस्टहरूले नै लियो। अनि पेकिङमा लाग्यो उसलाई। अब के गर्ने त यो राजालाई, सबैले अब काट्छ यो राजाले भन्छ। राजा केही हुँदै होइन, किन काट्छ कम्युनिस्टहरूले। बरु त्यहाँ युवक राजा थियो, अनि उनीहरूलाई एक ठाउँमा राखेको थियो। अनि पछि उसलाई एकजना नर्सले बिहा गरेर उसलाई एक ठाउँमा राख्यो। अनि त्यो नर्ससँग बिहा गरिसकेपछि अब ऊ त नर्स भएको हुनाले अस्पतालमा जाने भयो। अनि ऊ त्यहाँ पर्खिरहन्थ्यो त्यो अस्पतालकै नजिकको यो बस स्टपमा। अनि उसले के भन्थेन भने तपाईँ अहिले अर्को बस स्टपमा गएर बस्नुहोस् न, तपाईँलाई राजा भन्ने चिनेछ, मलाई लाज लाग्छ भन्छ। अनि कस्तो छ राजा भनेर पत्रकारले सोध्दाखेरि आफू सुत्दै ओछ्यान पनि मिलाउन आउँदैन, सिरक पनि पट्याउन आउँदैन, यस्तो हुँदो रहेछ राजा भन्छ। किताबै छ इपु भन्ने राजा, 2 भोल्युम उसले भनेको छ। अनि 2 भोल्युमको किताब छ कि। त्यसकारण राजालाई मान्छेले लुट्न खोज्दै कि मूर्ख बनाउन खोज्दै। अब यो तपाईले भनिरहँदा हाम्रो देशमा मात्रै होइन, सबै देशमा त्यस्तै हो। यो तपाईले भनिरहँदाखेरि सामाजिक सञ्जालमा खास गरी राजा समर्थक मानिसहरूले तपाईप्रति तितो शब्द पनि त्यहाँ प्रतिक्रियामा राख्न सक्छन्। अब राजा विरोधी नै रहेछ यो पार्टी पनि अथवा तपाईँ पनि भन्ने खालको प्रतिक्रिया पनि आउन सक्छ। तपाईको चाहिँ अब तपाईँ राजनीतिक व्यक्तित्व, देशको एउटा जगदेखि माथिल्लो तहसम्म बुझ्नु भएको छ, भुइँदेखि माथिल्लो तहसम्म बुझ्नु भएको छ। राजा ज्ञानेन्द्र आज जुन स्थानमा हुनुहुन्छ नि, उहाँलाई तपाईको सुझाव के छ? उहाँले के गर्दाखेरि ठिक हुन्छ? राजा फेरि राजा बनेर फर्किँदैखेरि ठिक हुन्छ अथवा त्यही स्थानमा रहँदै ठिक हुन्छ? के गर्दा ठिक हुन्छ? अब
गद्दी नै छैन। राजा अब विघटन भइसक्यो सत्ता हो त्यो, त्यसकारण नागरिकको रूपमा बाँच्ने हो। के काम गर्ने त्यो उहाँको विचार हो। अब मैले बुझेको त उहाँ त व्यापारी हो भने सुन्छु म, व्यापारले त जनतालाई ठग्छ। त्यो त उहाँको एउटा बाँच्ने आधार हो। फेरि उहाँहरूले कस्तो पनि तर्क गर्नुहुन्छ भने ठगेर लुटेर खानुभन्दा त व्यापार गरेर खानु राम्रो हो नि त। व्यापार पनि ठगिने त हो, सस्तोमा लिने महँगोमा बेच्ने काम हो, त्यो व्यवसाय हो भन्छन्। त्यसपछि चौधरी पनि व्यवसाय नै हो। संसारको एउटा धनी मान्छे मध्ये पनि अहिले राजा र चौधरी ग्रुपलाई त दाज्न नमिल्ला। त्यस कारण राजाको स्वाभाविक रूप ल्याउने। अब अरू देशमा पनि राजा भएको गद्दी नभएका मान्छेहरू छन्। उनीहरू त सबै जनतासँग मिलेर काम गरेको हुन्छ। अब राजा भएसम्म जाँदा ठगेर खाने मान्छेहरू हुन्छ नि जहाँ पनि। अनि त्यो सत्ता नभएपछि त बिस्तारै त्यो मरेको मान्छेका जुम्राले पनि छोड्छ भन्छ नि त, कोही पनि जानेन। डुब्दो जहाजमा त मुसा पनि भाग्छ, कोही पनि भन्दैन। अब उसलाई ल्याएर निर्मल निवासमा राख्यो, केही पनि हुँदैन। पैसा पाएसम्म पैसा बाँड्छ, पैसा छैन भने जाँदै जाँदैन। पुरानो भयो, राजा पनि ठिक छैन भन्छ। फेरि अब मैनालीको पछाडि लाग्छ, कहिले यो अहिलेको पराशुन्ते राणाको पछि लाग्छन् मान्छेहरू, कहिले ओलीको पछि लाग्छन्। तर बाहिर त अर्कै प्रकारको चर्चा छ त्यो। किनभने एउटा चाहिँ राष्ट्र नरहने भयो, देश नरहने भयो, त्यसको निमित्त यो प्रयास हो। राष्ट्रप्रतिको प्रेम हो, भाव हो। एउटा जिम्मेवार नागरिकको हैसियतले राजालाई साथ दिनुपर्छ, राजाको चाहिने पक्षमा यस्ता कार्यक्रममा हामी पनि उभिनुपर्छ। त्यस्ता प्रकारका सोच राख्ने मानिसहरू राष्ट्रिय झन्डा बोकेर राजाको पक्षमा उभिनुपर्छ, राजा ज्ञानेन्द्रलाई पुनः राजगद्दीमा राख्नुपर्छ। यो प्रकारको चाहिँ विचारहरू बाहिर सम्प्रेषण भइराखेका छन् नि त। त्यो नबुझ्ने मान्छेले हेर्दाखेरि हो जस्तो लाग्ला। तर त्यस बेला त्यस्तो भन्ने मान्छेहरू कहाँ गए राजाले हटाउने बेलामा? उनीहरूको दाबी के छ भने गणतन्त्र आयो, गणतन्त्रवादीहरूले राष्ट्रको निमित्त देशको निमित्त के गर्छन् कि भनेर यतिन्जेलसम्म हामीले हेऱ्यौँ, पर्ख्यौँ, अब्जर्भ गऱ्यौँ, त्यसो भन्छन्। त्यो मन्त्र हो र त्यो। संसारमा जहाँ जहाँ गणतन्त्र छ, इन्डियामा गणतन्त्र छ, अमेरिकामा छ, त्यहाँ कति गाली गर्छ? गाली गर्दैन। अस्ति ट्रम्पलाई, यो ट्रम्पले देशै बिगार्यो, सबै अहिले पनि गाली गरिरहेको छ। अरू देशको राष्ट्रपतिलाई ड्याङडुङसित भन्छ, त्यसले यो गुन्डा हो भन्छ। अब त्यसरी हिन्दुस्तानमा पनि मोदीलाई त भन्छ, खालि अरबौँ अरब खर्च गरेर खान नपाउने जनतालाई काम दिँदैन, मन्दिर बनाएको छ, भत्काएको छ, मस्जिद भएर नभएको झगडा लगाएको छ, यसले भनेर गाली गर्छ नि त। त्यसकारण पुँजीवादी व्यवस्था खराब हो, त्यसमा कुनै शङ्कै छैन। यो गणतन्त्र सन्तन्त्रता समाजवादी व्यवस्थामा नआएसम्म देशको उद्धार चाहिँ हुँदैन। त्यसलाई तर सही तरिकाले व्याख्या गर्नु पर्यो, सही तरिकाले कार्यान्वयन हुनु पर्यो। अहिले यो समाजवादीको नाममा पार्टी खोलेका ठगहरूको कुरो होइन। उनीहरूले समाजवादीको नामै ल्याएको छैन। याद गर्नुहोस् तपाईँहरू अखबारमा, मैले 3-4वटा कुरा भने तपाईँलाई। आफ्नो मान्छेलाई पैसा बाँडेर समाजवाद आउँछ, आफ्नो मान्छेलाई जङ्गल सखा पारेर खुरुखुरु उनीहरूले जङ्गल दान दिनुहुन्छ, त्यसरी देशको सम्पत्ति समाजवादमा गर्दैन। त्यो कहिले पनि गर्दैन। काम दिन्छ, काम दिन्छ, काम अनुसारको ज्याला पाउँछ, मजासितलाई शोषण गर्न सक्दैन। हजुर हजुर, त्यति हो। एउटा सम्भावना चाहिँ अब फर्केर के गर्ने, फर्किने स्थिति छ कि छैन, कुन माध्यमबाट फर्किने, कसरी फर्किने, त्यो त अलिकति गहिरो पारो भयो। तर अन्तर्राष्ट्रिय समीकरणले नेपालको राजनीति 2007 साल यताको हेर्ने हो भने खास गरी बाह्य शक्तिकै विशेष भूमिकामा परिवर्तन हुँदै आइरहेको छ। अन्तर्राष्ट्रिय समीकरणले राज संस्था फर्किने माहौल बनाइदियो भने अथवा त्यो चाहिँ कति सम्भावना छ? त्यो स्थायी हुँदैन। सम्भावना चाहिँ छ, सम्भावना कतै कतै थियो तर चलेन। अहिले कायम छैन त्यो सम्भावना? छैन। तर दाबी गर्छन् त बाहिर मानिसहरूले।
अब यो जेलेन्स्कीलाई ट्रम्पले नै उनीहरूले नै राखेको हो त्यसलाई। उसका कति सल्लाहकारहरू फेरि अमेरिकामा त्यहाँ लुकेर बसेको होला, बडीगार्डहरू होला उसकै। उसले अस्ति जवाबै गाली गर्यो, तिम्रो औकातभन्दा बाहिर नजाऊ भन्ने। हेर्नुहोस् राष्ट्रपतिलाई समान हो नि राष्ट्रपति भन्ने। हजुर हजुर। उनीहरूको मनमा त्यसो भए पनि भन्नु हुँदैन। हामीले पैसा दिएर तिमीलाई 3 अरब यदि बाँकी छ डलर बर्ता भएर औकातभन्दा बाहिर नजाऊ भन्ने भयो। अब नोकरलाई भने जस्तो भयो। अर्काको भरमा जो राजा भए पनि त्यही बुद्धि हो, यो ओलीले पनि त्यही हो, यो शेरबहादुरले पनि हो, प्रचण्डले पनि हो। भनेको आफ्नो बल बुद्धि विवेकले चाहिँ आउनु पर्यो, राजनीतिमा फर्किनु पर्यो। जनताकै बलमा, जनतालाई चित्त बुझाएर, हजुर हजुर, जनताले सङ्गठन गरेर। नक्कली कुरा गरेपछि त पत्ता लगाइहाल्छ नि। जस्तैको उदाहरण गऱ्यौँ त्यही कहिलेकाहीँ त यस्तो भर्खर प्रजातन्त्रमा चटके छ नि। चटकेलाई यो एकदम महान मान्छे हो, यसले ईश्वरले भनेको मान्छ भनेर ल्याइदिन्छ। अनि उसले के गर्छ, चटकेहरूले खाली भाँडो छ है भन्दैछ, यसो छोइदियो छोडेर आउँछ त्यसमा। त्यो चटक गर्ने त्यस्तो छ। अब आफ्नो मान्छे राख्छ, ल मलाई सिक्री सुनको सिक्री तागत छ तिमीसँग, हे ईश्वर भनेर यसो गर्छ, त्यो यहाँबाट निकाल्ने त्यो ल भनेर दिन्छ। सिक्री भनेर देखाउँछ। कसरी घडिदियो त भन्छ। सबै उसैको मान्छे त्यो यसो हेर्छ, घडिदिन्छ। ल घडी भयो। त्यस्तो चटकेले चुनाव जित्छ जनता त। त्यस कारण प्रजातन्त्रलाई कहिलेकाहीँ पहिलेको विद्वानहरूले मूर्खहरूलाई गर्ने शासन भन्छ कि। जसले चटक देखाउन सक्यो, भुल्याउन सक्यो, जनता त्यसैमा मोहित हुन्छन्, चुनाव भोट हाल्छन्। यो अहिले जेलेन्स्की बनेको त जोकर हो नि। यहाँ हाम्रो पनि त के नाउँको राम्रो जोकर छ नि, मदन कृष्ण के हरिवंश आचार्य, तिनीहरू छन्। जोकरले राजनीति चल्दैन। चल्दैन। त्यो जतिसुकै राम्रो पढे लेखेको भए तापनि जनताको समस्या बुझेर त्यसको समाधान नबुझेर। हजुर हजुर। यहाँ डाक्टर भनेर लेखेर डाक्टरै नपढेको मान्छेलाई त्यो मेजमा राखेर नेपाल त त्यस्तैले चलाइराखेको छ। चटकेहरूको चाहिने पोल्टामा राजनीतिक शासन गएको छ, उनीहरूले चुनाव जित्छन्, जनता उनीहरूकै पछि छन्। सभ्य अथवा चाहिने विवेक भएका मानिसका पछाडि त जनता हुँदैनन्। जसले जादु देखाउन सक्यो, चटक देखाउन सक्यो, उनीहरूकै पछाडि छन् नि। धेरै हन्डर खाएपछि सबैको बुद्धि खुल्छ। खुल्ने बेला आएको हो अब। त्यो समाजवादी देशमा त त्यस्तै भएको नि। हन्डर खाँदा केही नभएपछि ल मजदुरहरू, किसानहरू, हामी सबै जनता एक हो, यिनीहरूले हामीले सबै खतम, घर खेत सबै खतम गर्छ यिनीहरूले भनेपछि 101 धनीहरू मात्रै बाँकी रहे। सबै जनता मिलेपछि विदेश भागे, देश अगाडि बढ्यो। निष्कर्षमा जाउँ, अहिले जुन एउटा शक्ति सङ्घर्ष गरिरहेको छ, यो व्यवस्था परिवर्तन गर्ने, राजा फर्काउने, राजालाई फेरि राजगद्दीमा राख्ने, त्यसको निमित्त भरपुर प्रयास गरिरहेका छन्। देशका विभिन्न स्थानहरूमा कार्यक्रम गरिरहेका छन्। एउटा यो शक्ति सङ्घर्ष गरिरहेको छ र उनीहरू करिब करिब ढुक्क जस्तो पनि देखिन्छन्। अर्को हामीले अहिले अवलम्बन गरिरहेको गणतान्त्रिक व्यवस्था, अब यो टिक्छ कसरी भन्ने पनि त प्रश्न छ। किनभने न्यायालय हेऱ्यो, अदालत हेऱ्यो, त्यो पनि ध्वस्त भइसकेको छ। कार्यपालिका सरकार पनि त्यस्तै छ, व्यवस्थापिका पनि त्यस्तै छ। यो टिक्ने आधार पनि त छैन। यो गणतन्त्रलाई चाहिँ जुन संरचनाले यसको चाहिने थेगेको छ, त्यो पनि नबिग्रेको नभत्केको ठाउँ काहीँ पनि छैन। राज्यका 3वटा अङ्गहरूले अहिले काम गर्न छोडिसकेका छन्। के हुन्छ अब नेपालमा? त्यो त तपाईँको कोडले काम दिएन भने पाल परेछ, चिसो यसले ठेक्न सकेन भने तपाईँ फेर्नुहुन्छ कोर्टलाई। त्यस्तै हो। अब फेरि राजाहरू कस्तो हुन्छ भने एकचोटि एकजना कुटनीतिक व्यक्ति आएर तपाईँ घरमा बसेर यस्तो गराउनुहुन्छ कि तपाईँले राजा भेट्नुपर्छ भने तपाईँ सक्नुहुन्छ भने राजाले चित्त बुझाउनुहोस्। राजाले सक्छ भने तपाईँले चित्त बुझाउनुहुन्छ। छलफल त गर्नु पऱ्यो नि भने 10चोटि कुराकानी भयो, ल भनेर एकचोटि भेट्ने कुरा भयो।
10 बजे पश्चिम गेटमा हाजिर हुने कुरा भयो। टोपी एउटा लगाइदिनुहोस् न भन्थ्यो, त्यो गर्छु। ठ्याक्कै 10 बजे भेट्ने थियो, 8 बजे फोन आयो, आजको कार्यक्रम क्यान्सल भयो, तपाईँ कहाँ 9 बजे पुग्छु, सबै कुरा भनिदिन्छु भनेर आयो। दरबारमा कहिले पनि त्यो कार्यक्रम त्यसरी रद्द भएको छैन अरे पहिलोचोटि। यो किन भनेपछि सेना मान्दैन मलाई पेट्नुहुन्छ भनेर, पुलिस मान्दैन, गुप्तचर विभाग दरबारीहरू मान्दैन, किनभने यो आतङ्कवादी भयो, यसले बम बनाउँछ, गोली हानमा जान्छ, यो सबै गर्छ। मलाई इन्डियामा गोली लागेको थियो यहाँ है, यहाँ सुतिरहेको बेलामा हानिदियो कसैले। अब के लेखेछ त्यहाँ त खानतलासीको किताबहरू आयो, सबै कम्युनिस्ट किताबहरू आएछ। ल यो त हेड क्वार्टरमा रहेछ। यो एउटा पत्रिकाले के भन्छ, यसले बम बनाएको थियो भने, अर्कोले के भन्थ्यो, होइन गोली हान्न आपसमा झगडा हो यिनीहरूको भन्छ, एकजनाले यो हतियार व्यापारी हो भन्थ्यो, यो आतङ्कवादी भयो। अब हाम्रो सेनाले, प्रहरीले, गुप्तचर विभागले त्यही कुरो, त्यो अखबारको कुरोले स्वीकार्यो दरबारीहरूले। अनि त्यही कुरो बद्यो राजाले, यस्तो यस्तो छ, सरकार यसलाई भेट्नुहुन्न भन्थ्यो। अब के गर्नु छ? अब त्यत्रो सरकारको सबै मान्छे भएको हाम्रो साथीहरूसँग सोधेर पछि एकचोटि त त्यस्तो भयो, दोस्रोचोटि त फाँसी दियो। अब भयो। अब मैले पछि राजासँग भेटेँ, हामी 10 वर्ष इन्डिया बस्यौँ, हामी इन्डियाको मन्त्रीहरू कहिले भेटेनौँ, हामीले मानेनौँ, उनीहरूको एक कप चिया कसैको खाएनौँ हामीले। उनले दिएको त्यो चामलको कुपन, चिनीको कुपन हामीले लिएनौँ, किनभने यो भारतीय नागरिकलाई दिएको हामी लिन्नौँ, हामीलाई नेपालबाटै आउँछ, हाम्रै साथीहरूले ल्याउँछ, नुन समेत साथीहरूले लिए आउँछ, स्थिति त्यो। अब त्यस्तो मान्छेलाई अनि हामीलाई फाँसी दिने, हामीलाई देशको अहितमा हामीले के काम गरेका छौँ एउटा मात्रै भनिदिनुहोस् त भनेपछि थाहा छैन। दृष्टिकोण राजाले थाहा छैन भन्थ्यो। प्रधानमन्त्री जुलुस आएको, अनि अध्यक्ष राष्ट्रिय पञ्चायतको अध्यक्ष जुलुसमा आएको पनि थाहा नहुने, त्यो साँचो हो। राजालाई के धोका दियो सबैले, होइन स्थिति त्यस्तो छ है। त्यसै राजा भन्दैमा त्यो पहिलेको ईश्वरको अवतार यो सबै चाहिँ होइन। हजुर हजुर। त्यो पहिलेको जनताले नबुझेको बेलामा अब ओरिजिन अफ द स्टेट भन्छ नि, राज्यका स्रोतहरू भनेर त्यो हिजोको जस्तो होइन, यो राज्यका अङ्गहरू त्यस्तो होइन है। बरु के हो भने त्यो दैवी सिद्धान्त गयो, अहिले संसार छ र समाजवादको संसार छ। अहिले यो शताब्दीमा समाजवाद आउँछ, हाम्रो देशमा पनि आउँछ। तपाईँहरूकै नेतृत्वमा कि काङ्ग्रेस कम्युनिस्टको नेतृत्वमा? काङ्ग्रेस त झन् खिच्दै गएको छ। आज काङ्ग्रेसको एउटा महासचिव भन्नेले मन्त्रीलाई गाली गर्दैछ, यो बिजुलीको गोलमालमा उसलाई किन हटाउनु खोजेको, कस्तो मन्त्री हो भनेर जाग छ नि, व्यवस्थित छैन भने त थाहा हो नि। एक बेला जब राणा शासनको विरोधमा काम गर्नु थियो, त्यसबेला बनेको पार्टी थियो, जसरी टङ्कप्रसाद आचार्यको प्रजा परिषद, राणाहरू गयो, त्यसको काम लागेन। अब काङ्ग्रेस पनि त्यसको लागि बनेको, त्यो पनि अब बिस्तारै खिँदै जान्छ। संसारमा यसरी ठुल्ठुलो रोग हुन्छ, केही 100 वर्ष 200 वर्ष चल्छ, त्यो मर्छ। हामी पनि मान्छे, कोही 50 वर्ष बाँच्छ, कोही 50 वर्ष, तर हामी मर्छौँ। व्यवस्था पनि त्यही हो, परिवर्तन भइरहन्छ, आवश्यकताहरू फेरिरहन्छ। हस्, अत्यन्त आभारी छु हजुरको यो असाध्यै महत्त्वपूर्ण समय र विचारको लागि। धन्यवाद छ भाइलाई। हिमाल अनलाइन टिभी।